त्यहाँ के भइरहेको छ? सबै विद्यार्थी रोइरहेका छन्। तपाईले कहिले देख्नु भएको थियो विद्यार्थी, अभिभावक र शिक्षक सँगसँगै एकै पटक रोएको? जब बुटोलमा रहेको कालिका माविका शिक्षक हरिश ओलीले विभिन्न स्कुलहरूमा पुगेर विद्यार्थी, अभिभावक र शिक्षकको सम्बन्ध कस्तोसम्म हुनुपर्छ भनेर भन्न थाल्छन्, त्यसपछि सबैका आँखा रसाउन थाल्छन्। कसैले आफ्नो आँखाबाट आउने आँसु लुकाउन सक्दैनन्। कोही विद्यार्थी कतै एक्लै बसेर रोइरहेका छन्, कोही विद्यार्थी आफ्नो आमा बुवाको अङ्गालोमा टाँसिएर रोइरहेका छन्, कोही शिक्षकलाई अङ्गालो हालेर रोइरहेका छन् त कोही धेरै रोइरहेका साथीलाई सम्झाइरहेका छन्। शिक्षकको सम्बन्ध यस्तो हुनुपर्छ भनेर भन्दैछन्। यी साना साना नानी बाबुहरूलाई पनि त्यो कुराले कतिसम्म मन छोयो होला? दर्शकवृन्द, यो भिडियोमा हामीले देखिरहँदा पनि जो कसैले आफ्नो मन थाम्न निकै गाह्रो हुन सक्छ। शिक्षक रोइरहेका छन्, विद्यार्थी यतिसम्म रोए कि रुँदा रुँदै कोही विद्यार्थी बेहोस हुन पुगे।